हेलो एभ्रिवान, वेलकम टु माई फर्स्ट मिनी ब्लग। आज चाहिँ म र मेरो साथी चाहिँ लाली बजार मुभी हेर्न जाँदै थियौँ। अनि त्यसपछि मेरो साथी चाहिँ उता थलीबाट आउँदै थियो अनि म चाहिँ यता बुढा नीलकण्ठबाट आउनुपर्ने भएर चाहिँ मलाई चाहिँ धेरै टाढा भएर ढिलो भइरहेको थियो कि। अनि त्यसपछि म चाहिँ इन ड्राइभमा जाँदै थिएँ। अनि त्यसपछि पुगेर अनि साथीसँग भेट भएर उसले चाहिँ मेरो हल्का भिडियोहरू बनाइदिँदै थियो। अनि त्यसपछि हामी चाहिँ फुल एक्साइटमेन्ट भएर के यो मुभीको चाहिँ धेरै हाइप फेमस भएर चाहिँ हामी पनि ल जाऊँ न त हेर्नलाई भनेर म र मेरो साथी चाहिँ रेडी भएर हामी पनि अनलाइन टिकट काटिसकेको थियौँ हामीले पनि मुभीको चाहिँ। अनि त्यसपछि हामी चाहिँ अनि केएल टावरमा मुभी हेर्न गयौँ लाली बजार। अनि त्यसपछि भित्र छिरेर चाहिँ हामी पुरै फुल एक्साइटमेन्टमा ल अब हेरौँ न त भनेर हामी पनि अनि हेऱ्यौँ। त्यसपछि सुरुमै चाहिँ रमाइलो लागिरहेको थियो त्यो एक्साइटमेन्ट पार्टहरू आइरहेको थियो। अनि सुस्तिमा खड्काको चाहिँ मलाई यो मुभीमा चाहिँ एकदमै राम्रो लाग्यो। त्यो मेन रोल भएकोले चाहिँ अब उहाँको चाहिँ अब एक्टिङ पनि अब खत्रै नै हुन्छ होइन। अहिले फिल्म इन्डस्ट्रीमा चाहिँ अब फेमस नै भइरहनु भएको छ। अनि त्यसपछि यसमा चाहिँ अलि नथी प्रथाको बारेमा चाहिँ अलि भन्न खोजेको रहेछ। अनि त्यसपछि ब्रेक टाइम भएपछि चाहिँ हामी बाहिर वासरुम गएको थियौँ। अनि वासरुममा चाहिँ हामी नक्कल पारेर चाहिँ पुरै एक दुईवटा फोटोहरू पनि खिच्यौँ। अनि त्यसपछि हामी चाहिँ त्यसपछि पपकर्न बोकेर अनि फेरि मुभी हेर्नलाई भनेर जान रेडी भएर बसिरहेको थियो। अनि त्यसपछि साथीले चाहिँ अनि मेरो यसो फोटो भिडियो बनाइदेऊ न भनेर भन्यो। अनि त्यसपछि मैले भिडियो बनाइदिएँ। अनि त्यसपछि फेरि अनि हाफ टाइमसम्म त राम्रो थियो। त्यसपछि हाफ टाइमपछि पनि झन् धेरै राम्रो लाग्यो। इन्डिङ त झन् एकदमै बप्पाल राम्रो थियो क्या। सुस्तिमाले यो सुस्तिमा खड्काले चाहिँ आफ्नो छोरीलाई चाहिँ बचायो लास्टमा। हेर्नु होला, एकदमै राम्रो छ यो मुभी चाहिँ है। अनि धेरै राम्रो छ, हामीलाई चाहिँ धेरै राम्रो लाग्यो। अनि हामी चाहिँ त्यही भन्दैछौँ बाहिर निक्लेर एकदम राम्रो छ हेर्नु होला भन्दै। अनि यही हो आजको हाम्रो मिनी ब्लग। थ्याङ्क यू।